क्षेत्रमा पुस्तान्तरण हुनुपर्छ भन्ने कुरा गरिरहँदाखेरि यो विषय उठिरहँदाखेरि पुस्तान्तरण भनेको के हो भन्ने कुरामा पनि हामी स्पष्ट हुन जरुरी छ। पुस्तान्तरण भन्ने बित्तिकै आमा बुवाले छोराछोरीलाई अंश दिएको जस्तै दिनेलाई पुस्तान्तरण भनेर हामीले मान्न सक्दैनौँ। पुस्तान्तरण भन्ने बित्तिकै 60 वर्षको उमेरकोले 20 वर्षको उमेरको मान्छेलाई ल मैले ठाउँ छोडे तिमी आऊ भनेको पनि पुस्तान्तरण होइन। पुस्तान्तरण भन्नुको अर्थ त्यहाँ नलेज ट्रान्सफर हुन जरुरी छ, त्यहाँ स्किल ट्रान्सफर हुन जरुरी छ, त्यहाँ इन्फर्मेसन ट्रान्सफर हुन जरुरी छ, त्यहाँ विचार ट्रान्सफर हुन जरुरी छ, त्यहाँ सिद्धान्त ट्रान्सफर हुन जरुरी छ।